हाई गाइज वेलकम टु माई मिनी भ्लग एपिसोड 4। सो यो पालि चाहिँ हामी त्रिशुली भिला गएको थियौँ। एन्ट्री गर्ने बित्तिकै उहाँहरूले हामीलाई वेलकम गर्न वेलकम ड्रिङ्क र त्रिशुलीको ताजा सुन्तला लिएर बस्नु भएको रहेछ। त्यसपछि हामीले ड्रिङ्क उठाएर चियर्स गर्यौं र साइनबोर्ड हेरेर आफ्नो रुमतिर लाग्यौं। रुम त एकदमै बवाल रहेछ, एस्थेटिक र वार्म फिल दिने। रुम हेरिसकेपछि हामी दुईजना लखर लखर गाउँडुले चाहिँ भिला टुर गर्न थाल्यौं। अगाडि चाहिँ सेमिनार हल रहेछ अनि त्यसको साइडमा भ्यूको मजा लिँदै बसेर खाने ठाउँ रहेछ। पुल देखेपछि त एकैछिन त समर भाइब नै आएको जस्तो फिल भएको थियो। स्विमिङ गरौँ गरौँ जस्तो लागेको थियो, तर जाडोमा कहाँ सक्नु। यदि हजुरहरू पनि समरमा पुल पार्टी गर्ने सोच्नु भएको छ भने यो ठाउँ चाहिँ कसमै भिजिट गर्नु होला। यस्तो बवाल छ कि फर्की फर्की आउन मन लाग्छ। र कलेज प्रोग्रामहरू पनि केही छ भने यो ठाउँ चाहिँ बेस्ट हुन्छ। प्रिन्सिपललाई पनि भनिदिनु होला, यो मित्रले सजेस्ट गरेको हो, त्यसैले बेस्ट छ भनेर। त्यसपछि हामी बार साइडतिर लाग्यौं। बारटेन्डर दाइले हाम्रो लागि ककटेल बनाइदिनु भयो, विच इज कल्ड मार्गरिटा। ककटेल लिएर हामीले चियर्स गर्यौं र नाइट भ्यूको पुरा मजा लियौं। अलि चिसो बढ्यो अनि हामीले बनफायर पनि गर्यौं। बनफायर गर्दा गर्दै बार्बिक्यू सुरु भयो। यो चिकन बार्बिक्यू त हेर्दै खाउँ खाउँ लाग्ने। ककटेलले झिरिप्प पारेको बेला मैले बार्बिक्यू चिरिप्प पारे र सँगसँगै ककटेल पनि सिरिप्प पारे। त्यसपछि हामी खाना खाने तर्फतिर लाग्यौं। प्याकेजमा आउनु भयो भने मासु भात त थपी थपी खान मिल्ने रहेछ। मैले पनि भन्दै मासु भात पड्काएँ। खाना खाएपछि कुछ मिठा हो जाए भनेर डेजर्टमा फ्रुट्स मिक्स्ड विथ दही खायौं। टन्न भएपछि त जाडोमा ओछ्यानतिर लाग्यौं। गुड टु नाइट, शुभ रात्रि, बाय, सी यू इन द नेक्स्ट एपिसोड।